हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो धान रोपाइ हुँदैछ अनि उहाँ चाहिँ मेरो देवा पापा भिडियो गरेको देवा। हाम्रो गाउँ चाहिँ एकदम राम्रो छ है। यस्तो छ धान रोपेर चाहिँ कस्तो हरियाली। हजुर के भन्नु छ मलाई? अन्त अहिले चाहिँ दिन पुरा धुम्मिरहेछ। उतापट्टि चाहिँ सबै रोपिसकेको छ हाम्रो। लु मैं बटल नहीं पाइला। म चाहिँ बिउ लगेर जानेछु उकालो। अन्त नानाहरू चाहिँ उतलै छ। आज चाहिँ हामी घरकै मान्छे मात्रै छ। अन्त हामी जाँदैछ यता चाहिँ। यो चाहिँ यो फरेनबाट मगाएर घुरेनबाट टिपेर गयो। कौन है ये लोग? कहाँ से आते हैं? यो चाहिँ हो। अन्त पानी पऱ्यो कि अन्त चाहिँ सो यस्तै छ जिन्दगी, गाउँले जिन्दगी भन्नु रे। अन्त वी आर गोइङ तल खेतमा। पानी परेको थियो उयो मतलब के भन्छ यो प्लास्टिक लगाउनु र लिनु आएको थियो। मेरो पापा अगाडि जाँदैछ, म पछाडि पछाडि छु। अनि अब फेरि दादे लाउँदैछ। यो दादे लाउनुपर्छ नि त उयसको लागि धान रोप्नु अगाडि दादे लाउँदैछ। उयो गरिराखेर जोती राखेर अहिले चाहिँ मेरो चाहिँ पापा अलि लाउँदैछ। साह्रो गाह्रो छ गाइस, हेर्नु त कम्बर दुखेर म मेरो पापा, मेरो देवा अनि उहाँ चाहिँ अङ्कल बागा। अन्त यसरी लिप्नुपर्छ खै हो। यो मधेसी हाले डान्स चाहिँ कसको? हामी चाहिँ बराबर सक्नु आँट्यो। मेरो हालत यस्तै भएको छ। मेरो नाना यहाँ काम गर्दैछ उ तल। भेना मजा आउँदैछ धान रोप्नु? नाना निकिन यहाँ हेर्नु त। पार गर्दैछ हामी। अब चाहिँ यो लास्ट दुईवटा गडा हो, त्यहाँबाट चाहिँ सक्यो। रात परिसकेको छ, सबैजना गइसकेको छ। हामी 4 जना मात्रै छ हो। हामी चाहिँ फर्किँदैछ 3 जना। अरूको सबैको छुट्टी भयो, हाम्रो मात्रै छुट्टी भएको छैन। बिचारा हामी आफूलाई बिचारा भनेको नि। निलामेला चाहिँ खुसीले गीत बजाएको अरे ढल्कियो ढल्कियो नि खुसीले। म मग्न छु एकदमै। अनि मेरो यति नै हो आजको लागि। बाई 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 भनिदिनु। बाई 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 बाई।